हामी चाहिँ म्युजियमदेखि सीतारामको हाउसिङ नयाँ गाउँ ग्रिन पास्चर हरियो खर्क हस्पिटल हुँदै टुटुमासम्म पुग्नेछौँ। आदरणीय दर्शकवृन्द, मेरो यो युट्युब च्यानल सन्तोष ड्युटीलाई सब्सक्राइब गरी सहयोग गरिदिनु अनुरोध गर्दछु। हामी चाहिँ अहिले तिनमुनिबाट सीतारामको हाउसिङतर्फ लाग्दैछौँ। यसलाई सीतारामको पुल पनि भनेर चिनिने गरिन्छ। यो पुल यो सेती नदीको पुल हो। सीतारामको प्लटिङतर्फ अगाडि बढ्दैछौँ। यसलाई पनि सीतारामको हाउसिङ भनेर चाहिँ चिनिन्छ। यहाँनिर चाहिँ पहिला हामी स्कुटर बाइकहरू सिक्न आउँथ्यौँ। यहाँनिर चाहिँ 8 बनाएर सिक्ने गरिन्थ्यो। सीतारामको हाउसिङ कति राम्रो छ। एउटै कलरको एउटै घर, एकदम अति सुन्दर देखिरहेको छ। बाटोमा हिँड्यो कस्तो मान्छे बाटो हिँड्ने मान्छे पनि के छेउमा हिँड्नुपर्छ के कुरामा हिँड्नुपर्छ भरे यसो बाइकले छोयो भने फेरि बाइकवालाको गल्ती हो। बाइकवालाले चाहिँ क्षतिपूर्ति बेर्नुहुन्छ भन्छ। सो हिँड्ने बेलामा कि दायाँ साइड कि बायाँ साइड गरेको हिँडिए त पदयात्रा गर्ने मान्छेलाई पनि सजिलो, बाइकको यात्रा गर्ने मान्छेलाई पनि सजिलो हुन्थ्यो नि। हामी चाहिँ नयाँ गाउँतर्फ अगाडि बढ्दैछौँ। यहाँनिर चाहिँ जिगज्याग टर्निङ छ कि है, एकदम जिगज्याग टर्निङ छ। एक्सिडेन्ट हुने सम्भावना पनि अलिक बढी छ। त्यस कारणले ट्राफिक प्रहरी चेकिङ अलिक बढी मात्रामा हुन्छ यो टर्निङमा। यो टर्निङ चाहिँ ठ्याक्कै जेड आकारको छ। हामी चाहिँ माथिल्लो नयाँ गाउँ आइपुग्यौँ। यो अगाडिको चोकबाट देब्रेतिर गयो भने घले चोक हुँदै पृथ्वी चोक गइन्छ भने हामी दाहिनेतर्फ लाग्छौँ। दाहिनेतर्फ चाहिँ वन क्याम्पस हरियो खर्क हस्पिटल तल्लो नयाँ गाउँतिर लागिन्छ। यो भर्खरै हेर्नुहोस् त कति राम्रो विदेशको जस्तै रोड देखिन्छ। यो चाहिँ भर्खरै बनाइएको यो चाहिँ आसफाल्ट रोड भन्छ यसलाई। यो चाहिँ अमेरिकन प्रविधि हो। विगतको रोड जस्तो छिट्टै नभत्किने रोड भनेर चाहिँ भनिएको छ। अगाडि देख्न सक्नुहुन्छ जिपी लेखेको सेतो र रातो मिसिएको हरियो खर्क हस्पिटलको गेट हो। यो एरियालाई चाहिँ तल्लो नयाँ गाउँ भनेर भनिन्छ। साइडमा देखिएको कम्पाउन्ड हरियो खर्क हस्पिटलको कम्पाउन्ड हो। यहाँ चाहिँ अन्य हस्पिटलमा भन्दा सहुलियतहरू उपचार हुन्छ। यहाँ छाला सम्बन्धी एकदम राम्रो उपचार हुन्छ। हामी वन क्याम्पसको वरिपरि आइपुग्दैछौँ। फोरेस्टी
वन विज्ञान संस्थान। लकडाउनले गर्दाखेरि खासै बाइकहरू पनि हिँडेको छैन। यो देख्न सक्नुहुन्छ वन क्याम्पस। यो बाटोमा तपाईहरू पृथ्वी चोकबाट टुटुङ्गा वन क्याम्पसको सानो माइक्रो चढ्नुभयो भने पनि तपाईहरू यही बाटोको अवलोकन गर्न सक्नुहुन्छ। हामी यहाँबाट दाहिनेतर्फ लाग्छौँ। देब्रेतर्फको बाटो लागियो भने फालेपाटन पुगिन्छ। यो चाहिँ वन क्याम्पसको कम्पाउन्ड हो। यहाँभित्र वन क्याम्पसमा चाहिँ काम गर्ने शिक्षकहरू, वन सम्बन्धी काम गर्ने कर्मचारीहरू, वन विभागको भनौँ न चाहिँ क्वार्टरहरू रहेको छ। डिनको कार्यालय पनि यहाँ पोखरामा रहेको छ। हामी चाहिँ ढाँटीपाटन आइपुग्न लागेका छौँ। तलब त मलाई पो के आउँछ र बरु जति आउँछ तिमीलाई आउँछ। कस्तो मान्छेलाई क्वार्टर यहाँ अगाडि एउटा चोक रहेको छ। त्यो चोकबाट देब्रेतर्फ गयो भने हामी ढुङ्गे साङ्गे चोक हुँदै एयरपोर्ट जान सकिन्छ भने दाहिनेतर्फ लाग्यो भने ढुङ्गे साङ्गे बसबाट टुटुङ्गा हुँदै पारी, त्यहाँबाट पारीतर मधुडा हुँदै बौमारा जान नि सकिन्छ। मधुडाबाट लेफ्टतिर गयो भने बौमारा गइन्छ भने राइटतिर लाग्यो भने फेरि घुम्दै पृथ्वी चोकतर्फ चाहिँ पुगिन्छ।